अनि हाम्रो शान्ता नानी छिन्। शान्ता नानी धेरै लामो समयदेखि सेवा गरिरहेकी छिन्। भागवतको यो सम्पूर्ण कार्यालयको जे जति जिम्मेदारीहरू छ सबै उनको छ। मलाई पनि थाहा हुँदैन कहाँ के छ भनेर। राम्रोसँग सबैलाई चित्त बुझाउने सकेसम्म बल बुद्धि विवेकले भ्याएसम्म गरिरहेकी नै छिन्। अब अहिले अस्ति मोटरसाइकलको एक्सिडेन्ट भयो, उनलाई पिरमाथि पिर भने जस्तो एक्सिडेन्ट भयो। अब गोडा खुन्टुङ खुन्टुङ गर्दै गर्दै भए पनि यहाँ आएर सेवा गरिरहेकी छिन्। बुवा बिचरा बिमारी हुनुहुन्छ, 3-4 वर्ष भइसक्यो। तैपनि सेवा भाव एकदम राम्रो छ। सेवा भाव र कसैको मैले अरू मान्छेहरू भने उनको अगाडि प्रशंसा होइन, उनको पछाडि पनि गर्छु। अरू सबैको मैले कुरा सुनेको छु। धेरै जसो म सँगसँग गएको मौका मिल्यो भने कुरा काटिहाल्यो। यस्तो भयो उस्तो भयो, फलानुसँग बस्यो, फलानुसँग आदि आदि 10 ठाउँमा गएपछि कुरो बिग्रिन्छ। त्यो कुरा काटिहाल्ने। तर मैले नानीमा चाहिँ त्यो देखेको छैन। र त्यस्तो लोभको भावना पनि मलाई चाहिँ यो यसले दिए हुन्थ्यो। कहिले काहीँ ढोलक बजाउन लिएर हिँड्छु है। अब अरू कलाकार खोज्यौँ भने दिनको 5000 लिन्छ होइन। अहिले पनि तबला र ढोलक बजाउन प्याड बजाउन लिएर जानु भनेदेखि कलाकारलाई बोलायो भने न्यूनतम 3000 भन्दा मरे आउँदैन। अब लिएर हिँड्नु पर्छ। उनलाई लिएर हिँड्नु आफ्नो मोटरसाइकललाई तेल खर्च गरी त्यहाँ 3-4 घन्टा कार्यक्रम गरेर 200 रुपियाँ दिनु पर्यो। अब 1 लिटर पेट्रोल पनि आउँदैन। म चाहिँ भएको भएदेखि दुबारा फर्केर जाँदैन थिएँ होइन। किनभने मलाई पनि त खर्च हुन्छ नि। मलाई बरु नदिए केही भन्दैन कि खासै भन्दैन। तर मसँग हिँडेका मान्छेलाई त मार्ने काम गर्यो भनेदेखि त दिएको नै सक्दिनँ। कि उनीहरूको पनि त आफ्नो छ नि त। सबै समस्या भएरै निक्लिएको हुन्छ। त्यो त मैले अस्ति नै एकचोटि सुनादिनँ हजुरलाई। यो के अरे उसमा एकचोटि कार्यक्रम भएको थियो धेरै अगाडि बर्दियामा। 7 दिन भागवत भनेको मसँग हिँडेको कलाकार ढोलक बजाएर 7 दिन बसेकोलाई 20 रुपियाँ दक्षिणा दिए। मलाई 1000 रुपियाँ दिए, तिनलाई 20 रुपियाँ दिए। त्यो बिचराले गुरु मैले घरमा जन लाएर आएर चाहिँ खेता बनायो। के गर्नु त भने मलाई दिएको 1000 रुपियाँमा त्यसलाई 500 रुपियाँ दिएर पठाएँ। यस्ता हुन्छन् कि मैले धेरै भोगेको छु यो विषयमा।